मेरो नाम चाहिँ सुब्बा तामाङ बोम्जन हो। करेन्टली म चाहिँ अहिले सोनुमा बस्छु। मलाई चाहिँ अहिले मेरो रोग भन्नुपर्दाखेरि चाहिँ तपाईँको युरेथ्रल स्ट्रक्चरको थियो होइन। त्यो चाहिँ जुन मनमोहनमा वान टाइम मैले गरिसकेको थिएँ। फेरि मेरो चाहिँ फर्दर अपरेसन गर्नुपर्ने भएकोले चाहिँ मैले यो हेल्थ याद आयो भन्ने एउटा संस्था भेटेँ। उहाँहरूले चाहिँ अब यो रोबोटिक सर्जरी सम्बन्धी चाहिँ काम गर्नुहुँदो रहेछ, जुन चाहिँ एज अ कोअर्डिनेसनको रूपमा इन्डियामा रिनाउन्ड अर्गनाइजेसन कम्पनीसँग चाहिँ उहाँहरूले हेल्थ सर्भिस दिँदो रहेछन् होइन। त्यही हिसाबले म यहाँ हेल्थ आयो भन्ने संस्थामा आइपुगेँ र उहाँहरूले चाहिँ मलाई उताको डिरेक्ट हस्पिटलमा चाहिँ डक्टरसँग चाहिँ कोअर्डिनेसन गर्ने हिसाबले काम गराउनु भयो र इनिसियल फेजमा उहाँहरूले अब के कस्तो हेर्नु भएर उता कुन चाहिँ डक्टर हुन्छ पाएक राम्रो डक्टर सल्लाह दिने कुरा गर्नुभयो र त्यही डक्टरको अपोइन्टमेन्ट लिएर चाहिँ मैले अनलाइन फर्स्ट टाइम चाहिँ अनलाइन कल गरेँ। डाक्टर YPS राणा हुनुहुन्थ्यो होइन, उहाँसँग कुरा गरेँ र त्यही अनुसारले नै उहाँको सल्लाह सुझाव अनुसार चाहिँ मैले चाहिँ BLK म्याक्स हस्पिटलमा चाहिँ अपोइन्टमेन्ट लिएँ र यहाँबाट अपोइन्टमेन्ट लिइसकेपछि चाहिँ उहाँले अब कस्टिङको कुराहरू त्यहाँको बस्ने बेलाको जुन मेडिकल एक्सपेन्सेसहरू लिनाउने थप सल्लाह सुझाव दिनको साथ नै सहयोग पनि गर्नुहुन्छ भन्ने कुरा गर्नुभएको थियो र त्यही अनुसारले नै मैले यता प्लेन टिकट काटेर चाहिँ BLK म्याक्स हस्पिटलमा जाने निर्णय गरेँ। त्यसपछि यहाँबाट हाम्रो निराजन देवकोटाजी हुनुहुन्थ्यो, उहाँले चाहिँ कोअर्डिनेसन गरिराख्नु भएको थियो उता डक्टरसँग प्लस हस्पिटलसँग। त्यो अनुसारले नै म अब उता गएँ र उता जाँदाखेरि पनि कुनै समस्या भएन हामीलाई। हामी यहाँबाट जाँदाखेरि तपाईँको एयरपोर्टमा पिक गर्न आउनुभयो उहाँकै प्रतिनिधित्वहरू आउनुभयो र त्यसै गरेर हस्पिटलसम्म पुग्नुभयो र हस्पिटलमा पनि त्यही दिनै हामी जाने दिनमा नै हाम्रो चेकअपहरू सबै गराउनु भयो। उहाँहरूले नै फर्दर के गर्नुपर्ने हो सबै गराउनु भयो र त्यसपछि चाहिँ उहाँहरूले फर्दर अपरेसनको लागि टाइमहरू दिनुभयो। त्यही अनुसारले नै अब हस्पिटलले बस्ने व्यवस्थापन अब होटेलको लागि पनि उहाँहरूले नै कुरा गर्नुभएको थियो। अब अप्सन चाहिँ दिनुभएको थियो, अब उहाँहरूले अब आफै बस्नुहुन्छ कि अब हामीले मिलाइदिउँ भन्ने कुराहरू हो। त्यसमा चाहिँ हामीले अब उहाँहरूलाई नै मिलाइदिन भन्नुभयो र उहाँहरूले नै एउटा अपार्टमेन्ट मिलाइदिनु भयो। त्यसैमा हामी बस्यौँ। फर्दर त्यसपछिको पार्ट भनेको हामीले हस्पिटलमा आयौँ, अपरेसन गऱ्यौँ, हामी 3 डेज हस्पिटलमा बस्यौँ। त्यही अनुसारले नै उहाँको टाइम टु टाइम कन्सल्ट भइरहन्थ्यो र हस्पिटल बस्नेसम्मको हस्पिटलाइजेसन भएको अवस्थामा त्यहाँको जुन केयरिङ थियो, युनिटहरू, सेवा सुविधाहरू एकदमै राम्रो थियो। यसमा चाहिँ हामीले कुनै कमेन्ट गर्ने ठाउँ रहेन होइन। जसरी अब डक्टरको टाइम टु टाइम फलोअप, नर्सहरूको व्यवहार एकदम राम्रो थियो, चित्त बुझ्दै थियो। त्यही अनुसारले आफ्टर सर्जरी त्यसपछि हामी फेरि ब्याक टु अपार्टमेन्टमा आयो र उहाँहरूले भनेअनुसारले नै हामीले फलोअपहरू गरिरहेको छौँ र गरिरहेकै छौँ। अहिलेसम्म राम्रै छ भनौँ न, त्यस्तो केही गुनासो गर्ने ठाउँहरू रहेन। यो हेल्थ याद आयोबाट हामी जो पनि जान्छौँ गइरहेका छौँ, उता पनि हामीले अन्य पेसेन्टहरू पनि भेटेका थियौँ, कुरा भएको थियो। त्यहाँनिर नेपालीहरू पनि धेरै भेटिन्छ, तपाईँहरूले कुरा गर्न सक्नुहुन्छ। यहाँको सर्भिस चाहिँ सेटिस्फाई नै छ, उहाँहरूले दिनुभएको जुन सर्भिस छ। जति तपाईँ स्टे गर्नुहुन्छ त्यो बेलामा कोअर्डिनेसनको पार्टहरू भयो, हेल्पको लागि नेपालबाटै तपाईँको अब लाइभ अब अनलाइनमा कुरा गर्न सक्नुहुन्छ उहाँहरूसँग के कस्तो भयो भने, प्लस रिटर्न हुने बेलासम्म पनि उहाँहरूले तपाईँहरूलाई कोअर्डिनेसन गर्न सक्नुहुन्छ। र यदि तपाईँको कुनै पनि फलोअप छ भने उहाँहरूले फलोअपमा पनि तपाईँहरूलाई अब नेपालबाटै हुन्छ कि बाहिरबाट डक्टरसँग अनलाइनबाट कोअर्डिनेसन गराएर हुन्छ कि तपाईँहरूलाई हेल्प गर्नुहुन्छ। त्यही भएर मलाई चाहिँ यो संस्थाबाट जाँदाखेरि एकदमै उचित लाग्यो। तपाईँलाई पनि त्यही जानको लागि सल्लाह सुझाव दिन्छु, सन्तुष्ट नै छु। र त्यसै गरेर कुनै पनि प्रकारको यस संस्थाबाट जाँदाखेरि तपाईँहरूलाई कस्टिङ चाहिँ लाग्दैन। यो चाहिँ तपाईँले अगाडि नै भेटेरै पनि कुरा गर्न सक्नुहुन्छ, उहाँसँग सोध्नु सक्नुहुन्छ। मलाई चाहिँ कुनै पनि लागेको थिएन, त्यही चाहिँ तपाईँहरूलाई जानकारी दिन चाहन्छु। हस्, थ्याङ्क यू।